everyone, welcome back to my YouTube channel again. अनि म चाहिँ सरता मोरोहाङ लिम्बू फ्रम इलाम। आई होप सबैजना साथीहरू सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु। आज चाहिँ ह्याप्पी न्यू इयर 2082 साल। आज चाहिँ 1 गते अनि हामी चाहिँ स्पेशल घुम्न जाँदै छौं साथीहरू। जो नयाँ साथीहरूले मेरो फर्स्ट टाइम भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ लाइक शेयर सब्स्क्राइब गरिदिनु होला साथीहरू। अनि अब सबैलाई नयाँ वर्षको धेरै धेरै शुभकामना। आज मौसम पनि एकदम घाम लागिरहेछ। राम्रो छैन हो। यता हाम्रो देमा हुनुहुन्छ अनि आज 1 गतेको लागि चाहिँ हामी चाहिँ अब के गर्नु त, अब डुल्नु चाहिँ जानु पाउँदैनौं। तर पनि अब घरमा काम गर्छौं। अब डुल्नु घुम्नु त देमाहरू चाहिँ डुल्नु नजाने हुनुभयो अनि हामी मात्रै जाने हो। हामी अरु बहिनी नानाहरू चाहिँ अगाडि गइसक्नु भएको छ अनि अब चाहिँ म सरिता म काका अनि आशिष जाँदैछौँ। आशिष चाहिँ फर्किहाल्नुहुन्छ अनि मलाई चाहिँ 3 घरसम्म पुर्याउनु लाग्नु भएको छ। आज चाहिँ मेरो घरमा काका पनि आउनु भएको थियो अनि काकालाई भिडियोमा स्वागत छ। Hello, Shimaro, नमस्कार। म अधुरो कृष्ण मोहन, one of the best person in the world. फर्स्ट चोटि भतिजनीको घर आउनु भयो हैन? रमाइलो लागेछ। यति बेला हामी तर एक दिन पनि नबसी जानुभयो। अब कुनै दिन फेरि एकचोटि आउनुहुन्छ एक दिन। बिजुलीको झड्का चले जस्तो म पनि गएँ अरे। मलाई यहाँ ज्वाइँ र मेरो छोरीले त्यसो भन्नुभएको छ। म फेरि एक दिन चाहिँ बसेर जाने मेरो धोको छ। आएर अनि एक दिन पनि नबसी जानुभयो नि त। ओके। अनि अब चाहिँ हामी 3 जना जाने अनि आशिषले चाहिँ हामीलाई 3 घरसम्म मात्रै पुर्याएर फर्किने। ले चाहिँ 1 गतेको लागि यहाँनिर उता गएर खानुको लागि सामानहरू किनिसक्यौँ। यहाँ स्प्राइट छ अनि अब चाहिँ हामी सबैजना भेला भएर जानेवाला छौँ। आज के हुन्छ म तपाईहरुलाई देखाउँछु। फुल भिडियो हेरेर साथ दिनु होला साथीहरू। अनि यस्तो भयो नि त यस हामी फिकल बजार आइपुग्यौँ साथीहरू। अहिले चाहिँ हामी यहाँनिर फिकल आइसक्यौँ। फिकलको एप्पल हाउस अगाडि छौँ। यहाँनिर नाना उता जानुभएको छ र हामी पर्खिँदैछौँ। आजको मौसम एकदम क्लियर भइरहेछ। फिकलको एप्पल हाउस चाहिँ एकदम बबाल देखिन्छ यहाँबाट। मेरो चाहिँ खासै क्यामेरा राम्रो छैन र चाहिँ साथीहरू यहाँनिर बुद्ध पार्क आइसक्यौँ। आज चाहिँ एरी पनि आएको छ हामीसँग। हेलो भन्देऊ। हामी चाहिँ आज बुद्ध पार्क घुम्न आएको। अनि यहाँनिर माथि बुद्ध पार्क चाहिँ यहाँ सिँढीबाट जानुपर्ने हुन्छ हामी। अनि यहाँनिर हाम्रो साथीभाइहरू टोलीहरू यहाँ हुनुहुन्छ। नाना हेलो। नाना त लजाउनु भयो। यहाँनिर चौरी रहेछ। आज मौसमले चाहिँ साथ दियो नि। दामी घाम लागिरहेछ। सामानको थुप्रोहरू चाहिँ यहाँ छ। हामी सिँढी चढियो माथि हैन। यहाँ पछाडि आउँदै हुनुहुन्छ बहिनी नाना दाजु माइजूहरू मामाहरू। यहाँ हाम्रो भाउजूहरू चाहिँ उकालो आउँदै हुनुहुन्छ। हामी आउँदैछौँ। यहाँ बाल्टीहरू बोकेर हामी चटपटे हाम्रो आज पार्टी। हामी चाहिँ यहाँनिर आइसक्यौँ बुद्ध पार्क। यहाँनिर हेर्नु सक्नुहुन्छ बुद्धको नक्सा कति ठुलो हो। तर क्यामेरामा चाहिँ यत्रो नि। बुद्ध पार्कको छेउछाउमा चाहिँ यस्तो दामी सिन छ चियाबारी।
अनि उपर पुल पनि रहेछ। अन्त दामी लाग्यो मलाई तर मेरोमा चाहिँ के भएर कालो आएको। अन्त यहाँनिर बुद्धको नक्सा देखाउनु खोजेको कालो न कालो। दामी हावा पनि आइरहेछ। मेरो चाहिँ धेरैजना घुम्न आउनु भएको रहेछ साथीहरू। दामी हावा पनि आउँदो रहेछ। पछि चाहिँ सबै आफ्नो आफ्नो धुनमा कोही फोटो खिच्नु कोही भिडियो बनाउनु। किन त एकछिन मामाले अनि बोक्नुहुन्छ होला त। हाम्रो एरी चाहिँ फोटो खिच्दैछ। यता दाजुले खिचिदिँदै हुनुहुन्छ। यति ठुलो बुद्धको नक्सा जिन्दगीमा मैले फर्स्ट टाइम देखेको तर मेरो फोनमा चाहिँ खासै उयो राम्रो आएन। यति ठुलो कि हामी चाहिँ यहाँ अहिले बुद्धको वरिपरि डुल्दैछौँ। यस्तो दामी यति दामी उयो गरेको। यस्तो दामी देख्दो रहेछ। यतापट्टिदेखि चाहिँ उतापट्टिदेखि चाहिँ मेरो क्यामेरामा कालो भएर राम्रै आएन तर बुद्धको नक्सा चाहिँ जति गरे पनि राम्रो चाहिँ आउँदैन। यहाँ तल गीत पनि बजिरहेछ नाच्दै हुनुहुन्छ। हामी चाहिँ यहाँबाट फोटोसोटो खिचेर अब झर्दैछौँ पुलमा जाने। अब चाहिँ यहाँनिर हाम्रो टोलीहरूको फोटो खिचाइ हुँदैछ। सानो नानी भान्जालाई फोटो खिचाउँदै हुनुहुन्छ दाजुले। हामीले पनि खिच्यौँ फोटो। अरू बेला नघुमे पनि साथीहरू नयाँ वर्षमा चाहिँ घुम्नुपर्छ है। अनि हामी चाहिँ आज सबैजना भन्दा पनि कति आउनु भएन पहिल्यै आउनु भएको भएर अनि हामी 4-5 जना चाहिँ आएको छौँ आज यो स्पेसल बुद्ध पार्क भन्ने ठाउँमा। मौसमले पनि साथ दिइरहेछ। हावा सरर आयो। अब चाहिँ जाडो हुनु थाल्यो। अघि चाहिँ गर्मी भइरहेको थियो। अब चाहिँ हामी पुलमा झर्नेवाला छौँ। अब चाहिँ हामी पुल प्रवेश गर्छौँ साथीहरू। यहाँनिर हेलो हेलो हेलो। आज त हेलो हेलो भन्दा भन्दै दिन गए जस्तो फोटो खिच्दा ओर्दा। हावा चाहिँ दामी आएको नि। दामी हावा। म चाहिँ फर्स्ट टाइम आएको यहाँ साथीहरू। कन्याम कति जानु भनेर आज चाहिँ हामी यहीँ आएको। यहाँनिर हामीले पुलमा पनि फोटो खिच्दा यहाँनिर चाहिँ हामी फेरि पुलदेखि यता चियाबारी आएको छौँ। यहाँदेखि चाहिँ पुल अनि पर बुद्धको ठुलो नक्सा देखिन्छ। उयो रहेछ तर यति ठुलो कि फेरि हामी अर्को सिडी चढ्दैछौँ साथीहरू। आज त घुम्दै डुल्दै फोटो खिच्दै दिन जानु आँट्यो। यो तल देखिएको चाहिँ पशुपति जाने रोड हो। अब फेरि हामी यहाँ डाँडाबाट तल झर्दैछौँ। अब चाहिँ साथीहरू हाम्रो पेट पूजा हुनेवाला छ। यहाँनिर हाम्रो ड्राई पिकनिक हामी चाहिँ ड्राई पिकनिक जस्तै आएको हजुर। अन्त यहाँ माइजूहरूको अर्कै जुस छ। अनि यहाँ हाम्रो छ स्प्राइट। अब हामी चाहिँ चटपटे बनाएर खानुपर्ने हुन्छ साथीहरू। यहाँनिर बाल्टी पनि छ अघि देखाएको थिएँ। अनि हामीले सबै थोक ल्याएको छौँ। यहाँनिर आलु उसिनेको पनि छ। लु अब हामीले सुरु स्प्राइट चिसोबाट सुरु अब स्प्राइटबाट हामीले चाहिँ सुरु गऱ्यौँ है साथीहरू। नदिनु नाना चिसो। यहाँनिर रेडी हुँदैछ हाम्रो। डेम रेडी भयो। अनि यहाँनिर हामी चटपटे खानु सुरु भइसक्यो।
चटपटै लो कति गेस गर्नु त दाजु 520007 गरेको भएन मिठो भएछ 52 तर यो हाल चाहिँ नलिएर